कश्मीर आक्रमणपछि भारतले पाकिस्तान विरुद्ध शुरू गरेको अपरेशन सिन्दूरका कारण पाकिस्तानमा त्रासदीपूर्ण अवस्थाको सिर्जना भएको छ। पाकिस्तानमा मुख्य शहरहरू रावलपिण्डीदेखि लाहोरसम्म भारतीय 25 ड्रोनहरूले आक्रमण गरेका छन्। पाकिस्तान नै भारतीय आक्रमणपछि असुरक्षित बनेपछि पाकिस्तान स्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएको छ। लाहोर र यसको उपनगरीय क्षेत्रको हवाई क्षेत्रमा ड्रोन विस्फोट र भारतद्वारा हुने सम्भावित हवाई घुसपैठलाई ध्यानमा राख्दै पाकिस्तानको लाहोर स्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएको हो। महावाणिज्य दूतावासले प्रारम्भिक रिपोर्टहरू प्राप्त गरेको छ कि पाकिस्तानी अधिकारीहरूले लाहोरको मुख्य विमानस्थल नजिकैका क्षेत्रहरू खाली गराउन सक्छन्। अमेरिकी महावाणिज्य दूतावासको वेबसाइटमा राखिएको विज्ञप्तिमा भनिएको छ, जो अमेरिकी नागरिक यी क्षेत्रमा छन् उनीहरू यदि सम्भव हुन्छ भने यहाँबाट सुरक्षित स्थानमा जानुपर्छ। अमेरिकी महावाणिज्य दूतावासले आफ्ना नागरिकलाई सुझाव दिएको बीबीसीले उल्लेख गरेको छ। पाकिस्तानले रातको समयमा भारतमा आकस्मिक आक्रमण गर्ने प्रयास गरेको भारतीय पक्षले बताएको छ, तर भारतले जबरजस्त जवाफ दिँदै पाकिस्तानको एयर डिफेन्स प्रणाली ध्वस्त पारिदिएको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। भारतसँग पंगा लिनु पाकिस्तानको ठूलो भूल साबित भएको पत्रकार सम्मेलनमा विदेश मन्त्रालयले भनेको छ। सामाजिक सञ्जालमा पाकिस्तानीहरू ठूला ठूला दावी गर्दैछन्, तर वास्तविकता के हो भने पाकिस्तान अहिले निकै संकटमा परेको विदेश मन्त्रालयले भनेको छ। भारतले पाकिस्तानका हवाई हमलाहरूलाई आफ्नो S-400 सुदर्शन चक्र एयर डिफेन्स प्रणालीद्वारा विफल पारिदिएको बताएको छ। त्यसपछि जवाफी कारवाही स्वरूप पाकिस्तानको चिनिया बनावटको एयर डिफेन्स सिस्टमलाई ध्वस्त पारिदिएको छ। पाकिस्तानले भारतमाथि रावलपिण्डी क्रिकेट स्टेडियममा समेत आक्रमणको आरोप लगाएको छ। रावलपिण्डी नै पाकिस्तानी सेनाको सञ्चालन केन्द्र हो, त्यसैले त्यहाँ भएको हमलाले पाकिस्तानलाई थप भयभीत बनाएको छ। भारतले स्पष्ट भनेको छ कि पुलवामा आतंकी हमलामा संलग्न आतंककारी र तिनीहरूलाई सहयोग गर्नेहरूलाई कडा जवाफ दिइनेछ। पाकिस्तानले अवन्तीपोरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जलान्धर, लुधियाना, आदमपुर, बठिण्डा, चण्डीगढ, नल, फलौदी, उत्तरलाई र भुज जस्ता क्षेत्रहरूमा रातको समयमा आक्रमण गर्ने प्रयास गरेको थियो। भारतले पहिलो पटक S-400 मिसाइल प्रणाली प्रयोग गर्दै ती हमलाहरू नष्ट गरिदिएको बताएको छ। भारतले पाकिस्तान र पाकिस्तान ओगटेको कश्मीरमा एक साथ 9 आतंकवादी ठेगानामा एयर स्ट्राइक गरेको र यस आक्रमणमा करिब 90 जना आतंककारी मारिएको समेत भारतीय सेनाले पत्रकार सम्मेलनमा जानकारी दिएको छ। विंग कमाण्डर व्योमिका सिंहले भनेकी छन्, पाकिस्तानले जम्मू कश्मीरको कुपवाडा, बारामुला, उरी, पुंछ, मेन्धर र राजौरी सेक्टरहरूमा नियन्त्रण रेखामा मोर्टार र भारी आर्टिलरीको प्रयोग गर्दै गोलीबारी बढाएको छ। यस पाकिस्तानी गोलीबारीमा 16 निर्दोष नागरिकको मृत्यु भएको छ, जसमा 3 महिला र 5 बच्चा पनि छन्। भारत बाध्य भएर जवाफ दिने स्थिति आयो। भारतको कारवाहीपछि पाकिस्तानमा त्रास फैलिएको छ। पाकिस्तानले लाहोर र कराची विमानस्थल बन्द गरिसकेको छ। कराची पोर्टमा पनि अलर्ट जारी गरिएको छ र माछा मार्नेहरूलाई समुद्रबाट टाढा रहन भनिएको छ। प्रेस ब्रिफिङमा कर्नल सोफिया कुरैशीले भनेकी छन्, 7 मे 2025 को प्रेस ब्रिफिङमा भारतले आफ्नो प्रतिक्रिया सन्तुलित, संयमित र द्वन्द नबढाउने किसिमको भएको स्पष्ट पारेको थियो। पाकिस्तानका सैन्य ठेगानाहरूलाई लक्ष्य बनाइएको थिएन, तर रातको समयमा पाकिस्तानले ड्रोन र मिसाइल प्रयोग गरेर 15 भन्दा बढी शहरमा हमला गर्ने प्रयास गर्यो। भारतको एकीकृत एन्टी UAS ग्रिड र एयर डिफेन्स प्रणालीले ती हमलाहरू विफल बनायो। भग्नावशेष विभिन्न ठाउँबाट बरामद गरिएको छ, जसले पाकिस्तानका हमलाहरू प्रमाणित गर्छ। न्यूज एजेन्सी ANI का अनुसार आज बिहान भारतीय सशस्त्र बलहरूले पाकिस्तानका धेरै ठाउँमा एयर डिफेन्स रेडार र प्रणालीहरूलाई निशाना बनाए। लाहोरमा रहेको एक एयर डिफेन्स सिस्टम पूर्ण रूपमा निष्क्रिय बनाइएको छ। पाकिस्तानी सेनाका गढहरू अटक, रावलपिण्डी, चकवाल, गुजरावाला, लाहोर, वाल्टन, बहावलपुर, मेनाह, कराची र छोर जस्ता शहरहरूमा सशस्त्र हमला गरेको हो। पाकिस्तानले पनि यो कुरालाई स्वीकार गर्दै भनेको छ कि कम्तीमा 11 शहरमा भारतीय ड्रोन आक्रमण भएका छन्। पाकिस्तानका अनुसार ती हमलामा धेरै पाकिस्तानी सैनिक घाइते भएका छन्। अल जजिराको रिपोर्ट अनुसार पाकिस्तानमा अवस्था तीव्र रूपमा बिग्रदै गएको छ। सीमावर्ती क्षेत्रहरूमा रातको समयमा लाइट बन्द राख्न निर्देशन दिएको छ। पाकिस्तानी सेनाले भारतीय आक्रमणको प्रतिकार स्वरूप 25 वटा इजरायलमा निर्मित हरप ड्रोन खसालिएको जनाएको छ। इन्टर सर्भिसेस पब्लिक रिलेशन्सले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा यो जानकारी दिएको हो। यसअघि पाकिस्तानले भारतीय सेनाको रातभरका आक्रमणमा 31 जना नागरिकको मृत्यु भएको भन्दै शोक व्यक्त गरेको थियो। पाकिस्तानले भारतको यस कदमलाई आतंकवादको संज्ञा दिँदै नियन्त्रण रेखामा निरन्तर युद्धविराम उल्लङ्घन गर्दै आएको आरोप लगाएको छ। प्रेस विज्ञप्तिमा भनेको छ कि पाकिस्तानी सेनाले प्रविधिगत सफ्ट किल र हात हतियारद्वारा गरिएको हार्ड किल दुवै उपाय प्रयोग गर्दै 25 वटा इजरायली ड्रोनहरू खसाल्न सफल भएको छ।